हेलो हामी कहाँ जानु लाग्यो भन्दैन के रे कहाँ रे थाहा थिएन हामी फर्स्ट टाइम आएको कि हामीलाई थाहा थिएन हामी लोकेसनमा हेरेको है 10वटा ठाउँ जति हान्यौँ कहिले यता देखाउँछु कहिले यता देखाउँछु लास्टमा देखायो है हामी जाँदैछौँ अब हेरमै त्यस्तो पनि छैन हामीले डाटा ल्याएर अब हेरमै अब हामी पुग्छौँ कि नै हामी जानु लाग्यो चाहिँ जूमा हो जौलाखेलको है पुग्छौँ कि नै लेट्स सी गाइज हामीले बल्ल थाहा पायो हामीलाई थाहा भयो अब जू कहाँ छ भनेर अब हामीले फेरि बोल्छौँ एउटा मान्छेले फेरि सोध्नु होइन अब त देखिसक्यौँ त्यो अगाडि है त्यो अङ्कलले झुटो बोल्नु भएको रहेछ अब के गर्नु हामी जाँदैछौँ गाइजहरू पार्कको चाहिँ यता साइडमा रहेछ कि फाइनली हामी फाइनली हामी आइसक्यौँ टिकटको कति रहेछ है 200 पर पर्सन है दुईजनाको त 400 भयो धेरै नै अब हामी हेरौँ अब 400 रुपियाँ अर्थित हुन्छ कि नै कहाँबाट रहेछ कति गाउँबाट त कहाँ चिज गर्दैन गाइज हामी भर्खर आएको है बिबिसाले चाहिँ टोइलेट ल्यायो अरे अब के गर्न सकिन्छ है हामी चाहिँ अब सुरुमा हामीले के हेऱ्यौँ रे टोइलेट हेऱ्यौँ सिउ जान हेरेको थियौँ त अघि अलि जोगिङ आमा फन्नी हुन्छ नि कस्तो लागिरहेको बिबिसा तर एकदम बोबाले हामीले कति 3-4वटा चिज हेऱ्यौँ तर हामीलाई नाम थाहा होइन है सरी गाइज केही नाम हामी चाहिँ के छमा बसिरहेको छौँ होइन के छमा बसिरहेको के छ भने के छ रहेछ क्या के छ छ क्या के छ हालचाल यसको नाम चाहिँ यो रहेछ गाइस पढ्नु होला लगुना यो चाहिँ मेल गाई रहेछ जङ्गली बदल रहेछ चराहरू किन बसेर हामी गाइस थाहा हजुरहरूलाई हामी के हेर्नु जाँदैछौँ बाघ भन्नु बाघ बाघ हो बाँदर रुक्नु गाइस बाँदर देखाउँछु दोज पिपल हु डोन्ट लाइक मी कोही अब कोही यो चाहिँ कोहीहरू है आफै बुझ्नु होला को हो यो आफै बुझ्नु होला को हो यो यस्तो राम्रो सपिङ धरी बनाइदिएको रहेछ अब हामी त कस्तो लागिरहेको डर लाग्छ अगाडि बाघवाला लागिरहेको थियो बाघ एक्सपिरियन्स सुनाम न 200 को हाम्रो के मतलब हल्का फाइदा हुँदो रहेछ कि नै भनेर के उर्थित हुँदो रहेछ कि मतलब हल्का के अब हामीले 200 खर्च गरेर यहाँ आउँदा चाहिँ ठिक हुन्छ कि नै भनेर कि ठिक अब मन लाग्यो हजुरहरूलाई जनावरहरू हेर्नै मन लागेको छ पिसफुल ठाउँ चाहिएको छ शीतल काठमाडौँमा धेरै घाउ चाहिँ नभएको धेरै फोहोर नभएको ठाउँ चाहिएको छ भने हजुरहरूलाई म अहिले आउनु भन्छु हजुरहरूले जति बेला जनावरहरू इन्ट्रेस्टेड हुन्छ नि हेर्नलाई त्यो अब रिसर्चहरू अब साइन्टिफिक नेमहरू धेरै थाहा छैन भने गुगल गर्नुको यता रहेछ नि त ऊ यहाँ न त राइनो भन्छ न यसलाई गैडा हो क्या है यहाँ बोटिङ नै हुँदो रहेछ है हामी अब जान्छौँ है सायद गयौँ भने चाहिँ देखाउँछौँ एउटा हात्ती यहाँ छ एउटा हात्ती यहाँ छ गाइज हामीले हात्ती हेऱ्यौँ अब भर्खर मैले 2वटा हात्ती देखेँ एउटा हात्ती त्यो एउटा हात्ती हो धन्यवाद त्यो बाँदरहरू मात्रै देख्छ साथीहरू तिमीहरू कता छौ यतै देखिरहेको छु त के बाँदर रहेछ पटास बाँदर अरे
दुईवटा हात्ती छ यहाँ, एउटा यता पछाडि एउटा यहाँ आएको छ, दुईवटा हात्तीहरू छ। धन्यवाद। हिमाली कालो भालु रे फर्स्ट टाइम देखेँ यार यो लेपर्ड। Oh my god। खै यहाँको चढी बाघ त रहेछ, तर यहाँ चाहिँ देखेनौँ है हामीले चाहिँ। आँखा कमजोर भएर हो कि के हो देखेन है। चाहिँ यो रहेछ लार्ज इन्डियन के हो बिरालो एउटा लार्ज हो कि के लेखेको बाघ भने यो त होइन। उतापट्टिको मा हामी हेर्दा हेर्दा थाकिसक्यौँ। अब हामी चाहिँ हेर्दैछौँ दुम्सी। छैन म त के हेर्दैछौँ हामीले दुम्सी, हेर्न मिल्छ दुम्सी हेर्दैछौँ हामीले दुम्सी। खै कहाँबाट हो त्यस्तो ठिक छ खान्छ नि यसपालि चाइ छोड्दै सबैले हातहरू लगायो होला। ओइ कति लक्की हो हेर्न हामी दुईटैजना यहाँ। ओइ दुईवटा तर म हेर्न त्यहाँ हेर्न म गएर न का मात्र दुईटा रहेछ। हामीले चाहिँ धेरै पावर आउने चिज खायौँ। अब हामी सुइसुई हिँड्छौँ। माथि बसेर हुन्छ त बिर्स त किन माथि गइरहेस् कि माथि गइरहेस् यार बिर्स त। कस्तो गनाउने जति बेला पनि सुन न माछा हेर्नलाई एक्वेरियम जानु पर्दैन गाइस। यहीँ पनि रहेछ त जूमा होइन 150 तिर को जाने यहीँ 200 तिर्यो यहीँ हेर्ने सबै यहीँ हेरिदिने। दिउँसो कस्तो ठाउँ रहेछ एकदम भवाल शीतल पिसफुल स्वर्गको आवाज। ओ माइ गॉड खेल्ने ठाउँ रहेछ जानु हामी दामी छ गाइस। हामी घुमेर सकिसक्यो, अब हामी घर जान लागेको होइन। 400 रुपियाँ बसुलै भएन आज भयो यार दादा ठिकै भयो। अब भनौँ न आइजाम अब यताबाट ए त्यो गाइस रमाइलो भयो है। रमाइलो ठिकै सुरु भइसक्यो, 1 महिना गइसक्यो। बाई बाई गाइस।